हामीले आशिका दिदीलाई भेटेका छौँ होइन। सो यो हामीले चाहिँ उहाँलाई रकम हस्तान्तरण गरिसकेका छौँ 1,50,000 छ यसमा 1,50,000 चाहिँ बरु कम्पनीमा थपिदिन्छु। अनि के भने यो पैसा चाहिँ खासमा हामीले अस्ति स्ट्रिम गरेर उठाएको पैसा हो होइन। त्यसमध्ये पनि गोफोनको पैसा चाहिँ आएको छैन। यो चाहिँ हामीले नेपालमा उठाएको पैसा। अनि हाम्रो हङकङबाट अनु दिदी र नेपालबाट इरो सिंह र इरो फर्स्टले पनि यसमा के सहयोग गर्नु भएको छ होइन। अनि बाँकी पैसा चाहिँ अब गोफोनबाट आउँछ त्यो पनि हामी दिदीलाई नै सुम्पिन्छौँ। सो त्यति भन्दै अहिलेको लागि चाहिँ हामीले 1,50,000 रुपियाँ चाहिँ उहाँलाई सुम्पेको छौँ। के भन्छु भने भाइ यो चाहिँ तपाईँले अपडेट हेर्नुपर्ने हुन्छ। हामीले एकैचोटि ल्याएर 1,50,000 चाहिँ सुरुको गरेर एउटा मान्छेलाई दिँदैनौँ होइन। त्यो जेन्जी घाइते हुन्छ अथवा चाहिँ मृतक परिवार हुन्छ त्यो बुझेर मात्रै मृतक परिवारको पनि एकदमै नाजुक अवस्थालाई जस्तो अस्ति मैले गाउँमा गएर तपाईँको नुवाकोटको गाउँमा गएर एउटा फ्यामिली दिएँ जसको चाहिँ श्रीमान पनि हुनुहुन्थेन र भएको एउटा छोरो पनि बितेर जानुभयो होइन। अब त्यस्तो कन्डिसन छ। अनि जेन्जी भाइहरू पनि जो चाहिँ एकदम कोठामा बसिरहनु भएको छ पाल्टिरहनु सक्नु भएको छैन उहाँहरूलाई अब 3जनालाई गऱ्यो के अरे 3जनालाई गऱ्यो भने 50,000ले पुग्यो होइन। अब मृतकलाई गऱ्यो भने चाहिँ 1 लाख चाहिँ मृतकको परिवारलाई भयो। घाइतेलाई चाहिँ 50,000 रुपियाँ हुन्छ र यहाँ 150 छ। थ्याङ्क यू सो मच। हामी यसपछि हाम्रो यो सबै कलेक्सन हो। मैले भने थिएँ त्यही दिन थाहा छ इन्टरभ्यूमा यु ह्याभ ओपन योर हट चक्र भनेर उसको खुलेको छ यो हट चक्र के बाँकी छ। अस्ट्रेलियाबाट हाम्रो गोफोनमा पनि 4-5 लाख जम्मा भएको छ। त्यो पनि हजुरलाई हामी सुम्पिन्छौँ। अहिले चाहिँ यति फेरि हामी फेरि भेट्छौँ।